नमस्ते। म चाहिँ बुधबार सिटी हस्पिटलको डाक्टर बजरंगलाल यादव। हामी चाहिँ यहाँ विगत 5 वर्षदेखि काम गर्दै आइरहेको। हामी हेर्ने भनेको इमर्जेन्सीको पुरै हो। ओपिडी, इमर्जेन्सी वार्ड तिनटै हेरिन्छ यहाँ। अनि यहाँ हुने सुविधा भनेको प्राइमरी हेल्थ केयर जस्तै हो। प्राइमरी हेल्थ केयर भन्नाले अब तपाईँले बेसिक ट्रिटमेन्टहरू, इसिजीको सुविधा भएको, भिडियो एक्सरे पनि हुन्छ टाइम टाइममा, अनि एक्सरे पनि छ। अनि डिजिटल त अहिले एक्सरे छैन, अनि डिजिटल एक्सरे नभए पनि हामीसँग प्लेन एक्सरे छ अहिले। बाँकी चाहिँ बेसिक उपचारहरू हुन्छ। अब त्योभन्दा अगाडिको उपचार, थप उपचारको लागि हामी कहिले काहीँ बिरामीहरूले तपाईँ रेफर सेकेन्डरी सेन्टर, टर्सियरी सेन्टरमा पनि गरिन्छ। धन्यवाद। म त विगत लामो समयदेखि यहीँ कार्य गर्दछु छु। अनि एकजना हाम्रो भाइ पनि यहाँ भेट्नु भएको थियो। उहाँ चाहिँ हाम्रो सिनियर एचए हुनुहुन्छ, यही इमर्जेन्सीकै हो। उहाँ सबै हेर्नुहुन्छ। ल उहाँसँग हामीले भेटघाट गरौँ। नमस्कार। हाम्रो मुकेश ब्रो, लाइफ लाइनको हिरो। विगत यहाँ बुधबारे 2 वर्ष भयो काम गरेको ब्रोलाई। एचए ब्रो, सिनियर ब्रो। अनि 2-4 जना अरू पनि छ। मनोज भाइ छ, सदेव छ,